मेरो अफिस छुट्टी भएर म चाहिँ विराटनगर म पढ्ने कलेज आइपुग्दाखेरि चाहिँ युजली 5 बज्छ, तर आज अलिक ढिला भएको थियो। मेरो अफिसमा अलिक काम थियो अनि म 5:30 बजे कलेज आइपुगेँ। मेरो कलेज चाहिँ यस्तो देखिन्छ। त्यसपछि म सिडी चढेर माथि गएँ अनि माथि जाँदाखेरि चाहिँ मेरो साथीहरू अलरेडी आएर बसेर पढ्दै हुनुहुन्थ्यो। हामी चाहिँ युजली यसरी नै गर्छौँ, सबैजनाले जे आउँछ त्यही पढाउँछौँ अनि यसरी हामी पढ्दै थियौँ। अनि यहाँ मेरो साथी अन्जना चाहिँ जान्ने उ भन्दै यता र उता कुद्दै थिइन्। अनि त्यसपछि हामी चाहिँ मिलेर डिस्कस गऱ्यौँ हामीले के आउँछ के आउँदैन भनेर। अनि त्यसपछि 5:55 भयो अनि मेरो अर्को साथीले चाहिँ अर्को सब्जेक्ट पढाउन थाल्नुभयो। अनि फाइनल्ली हाम्रो प्रोफेसर सर आउनुभयो, सरले हामीलाई पढाउन थाल्नुभयो। हामी चाहिँ सबैजना, म पनि ज्ञानी भएर पढ्न थालेँ। त्यसपछि मैले आर प्रोग्रामिङ पढेँ। त्यसपछि हाम्रो छुट्टी भयो अनि बाहिर हेर्दाखेरि चाहिँ यस्तो अँध्यारो भइसकेको थियो, लगभग 8 बज्न आँटेको थियो। अनि त्यसपछि चाहिँ म घर जान निक्लेँ। अनि त्यसपछि हामी सरसँग गफ गर्दै गर्दै आयौँ। त्यसपछि मैले सब्जी किनेँ, सब्जी पसल। अनि यहाँ यहाँ हेर्न सक्नुहुन्छ विराटनगर भ्यू कति राम्रो देख्छ। त्यसपछि म घर आएँ। घर आइसकेपछि मैले अब खाना पकाउनको लागि सबै सामान ठिक